वृद्ध मानिसको प्रार्थना। हे परम प्रभु, तपाईमा मैले शरण लिएको छु। मैले कहिले शर्माउनु नपरोस्। तपाईको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र मलाई छुटाउनुहोस्। आफ्नो कान मतिर थाप्नुहोस् र मलाई बचाउनुहोस्। मेरो निम्ति आश्रयको चट्टान बन्नुहोस् जहाँ म सधैँ जान सक्छु। मलाई बचाउन आज्ञा दिनुहोस्, किनकि तपाई मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ। हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अन्याय तथा निर्दयी मानिसको पन्जाबाट छुटाउनुहोस्। किनकि हे परम प्रभु परमेश्वर, तपाई मेरो आशा हुनुभएको छ। मेरो युवाकालदेखि नै मेरो भरोसा, जन्मदेखि नै मैले तपाईमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्ने तपाई हुनुहुन्छ। निरन्तर म तपाईकै प्रशंसा गरिरहनेछु। धेरैका निम्ति म एउटा अपशकुन भएको छु, तर तपाई मेरो बलियो शरण स्थान हुनुहुन्छ। मेरो मुख तपाईको प्रशंसाले भरिएको छ। सारा दिन तपाईको प्रतापको घोषणा गर्दछु। बुढेसकालमा मलाई नत्याग्नुहोस्। मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्, किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्। मेरो प्राणलाई घात गर्न खोज्नेहरू आपसमा यसो भनेर सल्लाह गर्छन्, परमेश्वरले त्यसलाई त्याग्नु भएको छ। त्यसलाई खेदेर समात, किनकि त्यसको उद्धार गर्ने कोही छैन। हे परमेश्वर, मबाट टाढा नहुनुहोस्। हे मेरा परमेश्वर, मलाई सहायता गर्न चाँडै आउनुहोस्। मलाई दोष लाउनेहरू शर्ममा परेर भस्म हुन्। मलाई आघात पुर्याउन खोज्नेहरू गिल्ला र बेइज्जतले भरिउन्। तर म चाहिँ निरन्तर आशा गरिरहनेछु। अझ धेरै तपाईको प्रशंसा गर्नेछु। मेरो मुखले तपाईको धार्मिकता र तपाईबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछ। यद्यपि तिनको परिमाण मलाई थाहा छैन। हे परम प्रभु परमेश्वर, तपाईका शक्तिशाली कार्यको म घोषणा गर्नेछु। तपाईका धार्मिकताको मात्र म घोषणा गर्नेछु। हे परमेश्वर, युवावस्थादेखि तपाईले मलाई शिक्षा दिनुभएको छ र आजको दिनसम्म तपाईका उद्योगका कार्यहरूको घोषणा गर्दछु। हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्। अर्को पुस्तालाई र पछि आउने सबैलाई मैले तपाईका सामर्थ्यको घोषणा नगरेसम्म मलाई नत्याग्नुहोस्। हे परमेश्वर, तपाईको धार्मिकता उच्च स्वर्गसम्म पुग्दछ, जसले महान कार्यहरू गर्नु भएको छ। हे परमेश्वर, तपाई जस्तो को छ र? तपाईले मलाई धेरै तीता कष्टहरू देखाउनु भयो, तर तपाईले मलाई पुनर्जीवित पार्नुहुनेछ। पृथ्वीको गहिराईबाट फेरि मलाई माथि ल्याउनुहुनेछ। तपाईले मेरो सम्मान बढाउनुहुनेछ र मलाई फेरि सान्त्वना दिनुहुनेछ। हे मेरा परमेश्वर, तपाईको विश्वसनीयताको निम्ति म वीणा बजाएर तपाईको प्रशंसा गर्नेछु। सारङ्गी बजाएर म तपाईको प्रशंसा गर्नेछु। हे इजरायलका पवित्र परमेश्वर,
जब म तपाईको प्रशंसा गाउँदछु मेरो ओठहरू हर्षले कराउने छन्। म जसलाई तपाईले उद्धार गर्नुभएको छ मेरो जिब्रोले तपाईको धार्मिकताका कार्यहरूका विषयमा दिनभरि वर्णन गर्नेछ, किनकि मेरो हानि गर्ने खोज्नेहरू शर्ममा र अन्यलमा परेका छन्।